आज काठमाडौँको तिनकुने स्थित एक काठको गोदाममा भीषण आगलागी भएपछि यति बेला एयरपोर्ट ठप्प भएको छ। सबै उडानहरू प्रभावित भएका छन्, सबै उडानहरू रोकिएका छन्। यो फोटो भिडियो हेर्नुहोला। ठुलो आगो दन्किसकेपछि काठ गोदाम पुरै ध्वस्त भइसकेपछि धुवाँ जताततै हुँदा पुरै एयरपोर्ट पनि ढाकिएको छ र सबै उडानहरू बन्द भएका छन्। काठमाडौँको तिनकुने र एयरपोर्ट एकदम नजिकको एरिया हो, त्यसैले तिनकुनेको एउटा काठ गोदाममा आगो लागिसकेपछि यति बेला एयरपोर्ट पनि पुरै प्रभावित भएको छ, ठप्प भएको छ। आज मात्रै काठमाडौँको तिनकुने स्थित एक काठको गोदाममा भीषण आगलागी भएपछि ठुलो क्षति भइरहेको छ। यसरी सुरक्षाकर्मी साथीहरू सबै नगरपालिका यताउति सबै गएर चाहिँ यसरी आगो निभाउने प्रयास पनि भइरहेको छ, तर आगो नियन्त्रणभन्दा बाहिर छ। एकदमै भीषण आगलागी भइरहेको छ, जहाँ दन्केर पुरै दनी भइरहेको छ। आगो रोकिने सम्भावना छैन, तर पनि सुरक्षाकर्मी साथीहरूले चाहिँ रोक्ने प्रयास, आगो निभाउने प्रयास चाहिँ गरिराख्नु भएको छ। धेरै धेरै धन्यवाद। तर आगलागीबाट चाहिँ धेरै ठुलो क्षति भएको छ, जसले गर्दा आज एयरपोर्टै ठप्प भएको छ र सारा उडानहरू चाहिँ प्रभावित भएका छन्।